नमस्ते, मेरो नाम पम्मी पाठक। हजुरले चाहिँ अहिले यहाँ के गरिराख्नु भएको छ त? म चाहिँ एउटा मतलब सिपमूलक तालिम पनि दिन्छु, त्यसको साथसाथै अब सर्भिसहरू पनि गराउँछु, जस्तो अब मतलब पार्लर सम्बन्धी, ब्युटिसियन सम्बन्धी हरेक कुरामा। हजुरले चाहिँ अहिले अब यता नेपालमा जुन पार्लर र ट्रेनिङ सेन्टर भन्नुभयो नि, यो चाहिँ कसरी सञ्चालन गरिराख्नु भएको छ? मतलब मेरो पार्लरमा चाहिँ कस्तो भने स्टोर भिजिट गर्न आएकै मान्छेहरूलाई सर्भिस दिन्छु म होइन। अब कसलाई के गर्ने नेल सम्बन्धी, ल्यास सम्बन्धी सबै हुन्छ नि। सो हजुरहरूले चाहिँ यहाँनिर क्यासहरू चाहिँ ह्यान्ड टु ह्यान्ड नै लिनुहुन्छ कि अनलाइन कतिको के? होइन, दुइटै हुन्छ, अनलाइन पनि हुन्छ, क्यास पनि हुन्छ, अनलाइन पनि हुन्छ। हजुर, क्यास पनि हुन्छ। हामीले चाहिँ अब जस्तो गेस्टहरूले जस्तो खालको गर्नुहुन्छ हामी त्यही अनुसार उनीहरूलाई दिन्छौँ सुविधा। हजुर, अनि यो महिनाको अन्तिममा गएर यो क्यास र यो ई सेवाबाट हजुरको कति जेनेरेट भयो त भनेर हेर्नको लागि कतिको सजिलो हुन्छ, कतिको गाह्रो हुन्छ? यस्तो हुन्छ, क्यास सजिलो त खासमा भन्यो भने ई सेवाबाट पनि सजिलो हुन्छ। क्यासको त अब यताउता हुनसक्छ, कहिले कसैले दिए है भनेर भिडमा दिए है भनेर हामीले ए हो दिएको भनिन्छ, तर अनलाइनमा चाहिँ त्यस्तो हुँदैन होइन। दिए भनेर गएपछि हाम्रो मतलब एटलिस्ट जम्मा भएको देखिन्छ होइन। त्यही भएर क्यास भन्दा चाहिँ अनलाइनमै राम्रो हुन्छ। हजुर, सो हामीले चाहिँ यस्तो सफ्टवेयर बनाउन लाग्छौँ सलुन म्यानेजमेन्ट सिस्टम भनेर, जुनमा चाहिँ हजुरले चाहिँ ई सेवाबाटै डाइरेक्ट पैसा आउँछ। अनि जस हजुरको सफ्टवेयरमा चाहिँ त्यसको डिटेलहरू हुन्छ कि हजुरको कति पैसा आयो, के गयो भनेर, जुन चाहिँ हजुरले महिनाको अन्तिममा गएर चाहिँ हजुरको यति यति जेनेरेट भएछ है भनेर थाहा पाउन सक्नुहुन्छ। अनि यो बाहेक पनि अब हाम्रो यो सलुन म्यानेजमेन्ट सिस्टममा चाहिँ हजुरहरूले चाहिँ अनलाइन बुकिङ गर्न सक्नुहुन्छ। अनि त्यसपछि अनलाइन बुकिङ भयो, अनि त्यसपछि अब अनलाइनबाट रिस्केड्युलिङ भन्ने भयो। जस्तै अब हजुरहरूले अहिले यहाँनिर मान्छेहरू धेरै भिडमा आएको टाइममा कतिलाई सर्भिस दिन सक्नुहुन्छ, कति वेटिङमा बस्नुपर्छ होइन। यसले चाहिँ हजुरहरूलाई पनि गाह्रो र प्लस क्लाइन्टहरूलाई पनि गाह्रो हुने गर्छ कि, जसले गर्दा चाहिँ अब इमेजिन गर्नुहोस् कि हजुरको क्लाइन्टहरूले चाहिँ घरैबाट बुकिङ गरेर आनन्दले आउनुहुन्छ, हजुरलाई पनि यो यति दिन यति बेला यसरी आउँदैछ र हाम्रो चाहिँ योजना स्टाफहरू हुनुहुन्छ र योजना चाहिँ उहाँलाई गरिदिनुहुन्छ, योजना उहाँलाई गरिदिनुहुन्छ भनेर सजिलै अनलाइनमा हजुरले गरिदिन सक्नुभयो। हजुर, यो चाहिँ हजुरलाई कतिको राम्रो लाग्यो यो आइडिया? यो आइडिया चाहिँ एकदमै राम्रो हुन्छ, किनभने यसलाई चाहिँ कस्तो टाइम म्यानेजमेन्ट पनि हुन्छ। हामीलाई पनि यतिजना गेस्टहरू आउँदै हुन्छ, हामी प्रि प्लानिङ भएर बसिरहेको हुन्छौँ होइन। अनि त्यसमा चाहिँ कस्तो हुन्छ भने रसमा गर्नु भन्दाखेरि त्यसरी गर्दा चाहिँ एकदम राम्रो लाग्छ। राम्रो हुन्छ। हजुर, अनि हामीले चाहिँ अर्को के पनि सोचेको छौँ भन्दा जहिले पनि क्लाइन्टहरूले चाहिँ बुकिङ गर्ने टाइममा उहाँहरूले चाहिँ 20% चाहिँ पे गर्नुहुन्छ कि, जसले गर्दा चाहिँ उहाँहरूले यदि क्यान्सल गरिहाल्नु भयो भने पनि हामी नो रिफन्ड सिस्टम भनेर राख्छौँ कि, जसले गर्दा चाहिँ त्यो क्यान्सल गरेको पेमेन्ट चाहिँ रिफन्ड हुँदैन, तर उहाँहरूले चाहिँ रिस्केड्युल चाहिँ गर्न सक्नुहुन्छ। जसले गर्दा चाहिँ हजुरहरूलाई पनि अब त्यो टाइममा अरू क्लाइन्टलाई दिन सक्नुहुन्थ्यो नि त, मान्छे स्टोरमै भएको भए, तर त्यसरी नो रिफन्ड भइसकेपछि त क्लाइन्ट र हजुरले दुवैजनाले फिजेबल भयो। अनि त्यो भइसकेपछि चाहिँ अब हजुर पनि राम्रो भयो। अनि यो सँगसँगै चाहिँ हाम्रो अर्को एउटा एक्स्ट्रा फिचर्स भनेको चाहिँ जस्तै अब कहिलेकाहीँ होल डे हजुरको बुकिङ छ अरे होइन, तर क्लाइन्टलाई चाहिँ त्यही दिन गर्नुपर्ने छ भने उहाँहरूले चाहिँ वेट लिस्ट भनेर आफ्नो नाम दिनुहुन्छ, के सर्भिस चाहियो लेख्नुहुन्छ र कुन डेटमा भनेर लेख्नुहुन्छ। र कोही गरेर केही गरेर कसैले रिस्केड्युल गर्यो, कसैले बुकिङ क्यान्सल गर्यो भने चाहिँ त्यो स्लट खाली छ है भनेर क्लाइन्टलाई डाइरेक्ट नोटिफिकेसन जान्छ र तपाईँहरूलाई पनि नोटिफिकेसन आउँछ, जसले गर्दा चाहिँ क्लाइन्टहरूले पनि त्यही दिन गर्न सक्नुहुन्छ। यसरी वेट लिस्ट भनेर चाहिँ अहिलेसम्म नेपालमा छैन होइन, जुन चाहिँ अब हामी यो सफ्टवेयरमा हाल्ने भनेर सोचिरहेको छौँ। एकदम राम्रो सोच हो होइन। यसलाई चाहिँ यो पार्लर सम्बन्धीमा चाहिँ पार्लरमा चाहिँ हामीलाई चाहिँ यो कुराले चाहिँ एकदम धेरै सल्भ गर्छ। यो टाइमको म्यानेजमेन्ट पनि हुन्छ र हामीलाई कुनै टाइममा अब गेस्ट नभएको टाइममा पनि हामीले त्यो टाइममा चाहिँ गेस्ट पनि पाउँछौँ, किनभने तपाईँहरूले त्यो टाइमिङ पनि म्यानेज गरिदिनुहुन्छ, प्लस हामीलाई गेस्ट त्यो खाली भयो भन्न पनि पाइँदैन होइन, मतलब मिलेन, हामी बिजी इङ्गेज हुन्छौँ त्यसमा। त्यो एकदम राम्रो कुरा लाग्यो, इन्गेज हुनुहुन्छ होइन। सँगसँगै अब यो चाहिँ हाम्रो नर्मल भयो, अब हामीले चाहिँ एआई पनि एड गर्दैछौँ। अहिले त एआई जता एकदमै छ। सो हामीले चाहिँ के सोचिरहेको छौँ होइन, एआईबाट चाहिँ हजुरहरूको एक महिनाको हुन्छ नि हजुरको के कस्तो ट्रेन्ड छ, को क्लाइन्टहरू एकदमै रेगुलर हुनुहुन्छ होइन, को क्लाइन्टहरू कति हुनुहुन्छ, अनि कतिको क्यान्सलेसन भएको छ, कतिको तपाईँहरूको भिड भएको छ, सँगसँगै को स्टाफले बढी काम गरिरहेको छ, जसले गर्दा चाहिँ हजुरहरूले पनि स्टाफलाई कमिसन बेसिसमा पैसा बढी दिन सक्नुभयो। अनि जसले गर्दा हजुरलाई थाहा पनि भयो यो कस्टमर चाहिँ
हाम्रो लोयल रहेछ है भनेर, जसले गर्दा चाहिँ हजुरले लोयल्टी कार्डहरू हुन्छ कि जस्तै अब डिस्काउन्टहरू हुन्छ कि डाइरेक्ट सफ्टवेयरबाट त्यो चाहिँ एआईले आफै पत्ता लगाएर हजुरले अब कतिसम्म डिस्काउन्ट दिन सक्नुहुन्छ, 10%, 5% त्यो अगाडि भन्ने। लोयल कस्टमर चाहिँ त्यस्तो भयो भने उसले पनि डिस्काउन्ट देखेर त क्लाइन्टहरू आइराख्छन् नि त हजुरकोमा, जसले गर्दा चाहिँ हजुरको एकतिरबाट दो निशाना भने चाहिँ यता पनि फाइदा उता पनि फाइदा छ क्या। सो यो चाहिँ कस्तो लाग्यो हजुरलाई? होइन, यो पनि राम्रै हो होइन। अब अहिलेको समयअनुसार होइन हरेक कुरामा गेस्टलाई पनि इम्पोर्टेन्ट टाइम दिन सकिरहेको हुँदैनौँ, जो कि हाम्रो लागि चाहिँ जहिले रेगुलर गेस्ट हुन्छ होइन, त्यसको लागि चाहिँ हामीले यसबाट चाहिँ हामीलाई थाहा हुन्छ कि यो चाहिँ हाम्रो लागि यस्तो इम्पोर्टेन्ट रहेछ, यो स्टाफ यस्तो रहेछ भनेर हामी त्यो पनि जान सक्छौँ एआईबाट चाहिँ। यो चाहिँ एकदम राम्रो लाग्यो यो। अनि सँगसँगै चाहिँ अब हजुरहरूको यहाँ पार्लर भइसकेपछि सामान पनि हुन्छ नि त, सो हामीले चाहिँ सामान पनि म्यानेज गरिदिने गरेर हुन्छ नि, वेबसाइटमै कस्टमर क्लाइन्टहरूले चाहिँ सामानहरू किन्न सक्नुहुन्छ। प्लस यदि कोही क्लाइन्टले कपालको लागि आयो भने उसले पे गर्ने टाइममा अथवा उसले बुकिङ गर्ने टाइममा हामीले चाहिँ एउटा एड अन भनेर एउटा एक्स्ट्रा फिचर्स राख्छौँ, जसले चाहिँ जस्तै अब हजुरले नर्मली पठाउमा हेर्दा कहिलेकाहीँ हजुरले एउटा फुड अर्डर गर्दा मुनि चाहिँ के हजुर अब जस्तै बिरयानी अर्डर गर्दा राइट एक्स्ट्रा एड गर्नुहुन्छ भने जस्तै हामीले चाहिँ अब कपाल बुकिङ गर्ने मान्छेलाई चाहिँ अब के जस्तै अब कसैले बोटक्स गर्न लाग्यो ऊ गर्न लाग्यो भने चाहिँ त्यही अनुसारको यो प्रडक्ट लिनुहुन्छ, राम्रो छ है यो प्रडक्ट यसको लागि भन्यो त हजुरको प्रडक्ट पनि सँगसँगै बिक्यो नि त, हजुरले बोल्नु पनि परेन, डाइरेक्ट सबै अटोमेटिकली सफ्टवेयरमा एआईमै हुन्छ क्या। सो यो चाहिँ कस्तो लाग्यो? यो पनि एकदम हामीले कन्भिन्स गराउनु भन्दा उनीहरूले त्यो एआईबाट पनि यो यस्तो रहेछ भन्ने कुरा उनीहरूले गेस्टहरूले बुझ्नुहुन्छ कि यो पनि एकदम मन पर्यो मलाई। किन भन्दाखेरि हामीले उहाँहरूलाई कन्भिन्स गराउँदा उहाँहरूले कस्तो फिल गर्नुहुन्छ भने जबरजस्ती दिएको हो कि मलाई चाहिने थिएन कि भन्ने फिल पनि गर्नुहुन्छ। तर यो एआईले यो पनि सिस्टम गर्यो भने चाहिँ हामीलाई धेरै सजिलो हुन्छ गर्न सक्छौँ भन्दा जस्तै अब नेल्स गर्नेले अनि हाम्रो लाइक हुन्छ नि लाइक आइल्यास एक्सटेन्सन गर्नेले अब हेयर गर्नेलाई चाहिँ हामी मन्थमा एकचोटि अपोइन्टमेन्ट 2 महिना एकचोटि अपोइन्टमेन्ट लिइराख्नुहुन्छ नि त, सो हामी चाहिँ नोटिफाई पनि गरिदिने क्या लाइक क्लाइन्टहरू कोही त बिर्सिन्छ नि त। सो हजुरको चाहिँ अब नेल्स गर्ने बेला हुन लाग्यो है, हजुरको चाहिँ यो आइल्यास गर्ने बेला हुन लाग्यो भने त क्लाइन्टहरू पनि रिमाइन्ड हुन्छ, जसले गर्दा चाहिँ हजुरहरूलाई पनि फाइदा भयो क्या, क्लाइन्टहरू पनि आउनुहुन्छ, रेगुलर बेस कन्टिन्यू हुन्छ। उहाँहरूलाई पनि कहिलेकाहीँ के भइरहेको हुन्छ भने गेस्टहरूलाई बिर्सिरहेको हुन्छ होइन। अब जस्तो मेरो नेलको अब रिमुभ गर्ने बेला अब मेरो नेल्सलाई अलिकति अब हुन्छ नि उहाँहरूलाई घरमा पनि डिस्टर्ब भयो जस्तो हुन्छ, नेल्सबाट धेरै अब कुनै कसैको उखिएर जाने कसैको त्यो हुन्छ नि, त्यसलाई हामीले अब उहाँहरूलाई मन्थली बोलाउन त सक्दिनौँ। यसले यो आधारबाट चाहिँ तपाईँहरूले इन्फर्म उहाँसम्म पाउनु पायो भने पनि धेरै दाम छ, किनभने उहाँहरूलाई डिस्टर्ब भइरहेको हुन्छ, त्यो ल्यासेस झरेर पनि कहीँ खाली भइरहेको हुन्छ। मेरो अब यो सधैँ हाल्दाखेरि बा मलाई यसले असर गर्ला कि बा मलाई यसले नराम्रो फाइदा पो हुन्छ कि भन्ने कुरालाई पनि उहाँहरूले योबाट क्लियर हुन्छ। किनभने यो भनेको त मेरो बेसिस अब जस्तो हेयर कलर गरे जस्तै कपालमा हेयर कलर गर्दाखेरि चाहिँ हाम्रो ग्रे हेयर व्हाइट हेयरहरू आउँछ नि त नि, अब त्यो मन्थली उनीहरूलाई चाहिँ कस्तो पनि मैले अब गर्नै पर्छ, यो चाहिँ अगाडि फोकस हुने कुरा हो होइन। तर नेल ल्यासेस भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब महिना 2 महिना कुनै ओकेजन कुनै प्रोग्राममा गर्ने मात्रै गर्छ, तर यो पनि हाम्रो रेगुलर बेसमा हामीलाई नेसेसरी चाहिन्छ भने जस्तो बुझ्नुहुन्छ भने योबाट सजिलो हुन्छ होइन। तर हामीले उहाँहरूलाई चाहिँ कस्तो गेस्टहरूलाई कस्तो फिल चाहिँ हुन्छ भने हामीले मन्थली बोलाउँदा चाहिँ ओ माइ गड किन यस्तो प्रेसर भन्ने जस्तो चाहिँ हुन्छ। तर यो सिस्टमले गरिदियो भने त हामीलाई त धेरै सजिलो, किनभने हामीले कन्भिन्स गराउनै पर्दैन क्या उहाँहरूलाई त यो यस्तो रहेछ कस्तो रहेछ भनेर यहीबाट नलेज फेरि गर्नु नभन्नुहुन्छ। हामीले चाहिँ कन्भिन्स गराउँदाखेरि ओ माइ गड प्रेसर दिए जस्तो हुन्छ। मैले बुझेको चाहिँ अहिलेसम्म म यो फिल्डमा लागेको 18 वर्ष भयो, मैले चाहिँ नेल्स ल्यासेसमा चाहिँ यो कुरामा चाहिँ धेरै मतलब समस्यासँग मैले प्रब्लमसँग फेस गरेको छु है। त्यही भएर म के भन्छु यस्तो सिस्टम यस्तो टेक्नोलोजी आयो भने त हामीलाई धेरै सजिलो हुन्छ, किनभने अब हरेक कुरामा एआईबाट हुन्छ कि अब यस्तो फन्ड मतलब ब्याङ्क पेमेन्टहरूबाट हुन्छ कि क्यासबाट नभएर होइन ई सेवाबाट हुन्छ कि कति कुराहरूमा पहिलाभन्दा धेरै सजिलो। अहिले पहिलाको पार्लरको मतलब सलुनको प्रब्लमहरू धेरै थियो, जुन अहिले आएर चाहिँ अझै एडभान्स हुँदै अहिलेकोमा चाहिँ धेरै एडभान्स भएर छ। पहिला मैले स्टार्टिङ गर्दा आजभन्दा 2007-8 मा मैले स्टार्टिङ गर्दा
यो टाइममा स्ट्रेटहरू गर्दाखेरि धेरै प्रब्लम भएछ र पहिलाको हेरेर अहिलेको उसको समयमा चाहिँ यो पार्लर सम्बन्धीको काम गर्नु सलुनमा सजिलो भइरहेछ, धेरै एडभान्स भइरहेछ पहिला हेरिकन। मैले 2007-08मा गर्दाखेरिको प्रब्लम झेल्नु परेको र अहिले गर्दै गरेको कामहरू मलाई अहिले सहज लाग्छ। हो यस्तै सँगसँगै अब त्यो टेक्नोलोजीको जमाना छ नि, त्यसो टेक्नोलोजी सँगसँगै सबैजना चाहिँ आफू पनि अघि बढ्नुपर्छ जस्तो लाग्छ होइन। किनभने अब अहिलेको भन्दा पनि जुन हजुरले अघि भन्नुभयो 2009 र अहिलेमा कति फरक छ। 8-9मा मैले गर्दाखेरि धेरै प्रब्लम झेल्नु पर्थ्यो। हामीले एउटा स्ट्रेट गर्दा धेरै दिन बित्थ्यो, तर अहिले हामी 4वटा 3वटा गर्न सक्छौँ। थ्याङ्क यू सो मच हजुरलाई, यो सिस्टम सकेसम्म छिटै गरेर हजुरलाई पनि सजिलो बनाउनु भन्ने